यदि तपाईलाई किडनीको समस्या छ, डायलिसिस गरिरहनु भएको छ, स्वामीजी किडनीको समस्या भयो भने त्यस्तो किडनीलाई असर नगर्ने अरू सब कुरालाई असर नगर्ने चिज के छ त भनेर सोध्नुहुन्छ धेरैले। हामीसँग घर वरिपरि सिसमको रुख हुन्छ, 7वटा सिसमको पत्तालाई मजाले पिस्नु होला। त्यो पिसिसकेपछि ल्यार हुन्छ भनेको त्यो चिसो हुन्छ त्यसमा हैन हो। त्यो 7वटा पत्तालाई पिसेपछि त्यो चटनी जस्तो बनाउने र आधा चम्चा कलौजी। कलौजी भनेको चाहिँ हामीले कालो पञ्चफुरणमा हाल्छौँ नि, मुङ्ग्रेलो हो, त्यसलाई कलौजी भन्छ हो। त्यो मुङ्ग्रेलो आधा चम्चा मजाले पिस्ने, 7वटा सिसमको पत्ता, आधा चम्चा मुङ्ग्रेलो मजाले पिस्नुहोस्। स्वादअनुसार मिश्री मिलाउनुहोस् अनि पानीमा घोल्नुहोस्, त्यसलाई मजाले खाइदिनुहोस्। तपाईँले बिहान खाली पेट खानुभयो भने 1 महिना जति खानुहोस्। तपाईँलाई किडनीको डायलिसिसको समस्या छ भने त्यो डायलिसिस पनि रोकिन्छ र किडनीमा इन्फेक्सन छ भने पनि त्यो पनि यसले ठिक गर्छ।